अब हाम्रो स्कटहरुसँग हुनुहुन्छ स्कट छ नि अब यो त भर्खरै ब्याक भएर आएको छ अनि आज Double kill. भइसक्यो सुशीलको है लकेट अब यस्तै गरी खेल्नुपर्छ टुर्नामेन्टको लागि अब ल गुड बढिया बढिया विशाल कहाँ छन् किन दिलमा बसे को हो यो फेरि यो 3 नम्बर वाला रिभेक गर्न बसे हटाएर जा ए विशाल डाउन भयो दिलकुमार जाँदैछ रस बनाउन एकजनाको रिभेक गरेर एकजनाको सुशील अब प्रतिस्पर्धा गर्दैछन् अगाडि स्कोरसँग Quadra kill. म्याच वाला होइन क्या यार यो एम40 यार हान्ने बित्तिकै खतरनाक देखाउँछ त्यो एम40 फनी हो ल ल सुशील अब अगाडि जाँदैछन् है Dominating. सबसे त एक किलको लागि 5000 रुपैयाँ एक किलको 5000 डायमन्ड टप है गर्छ उति टप हुन्छ तिमीहरूलाई विशाल फेरि रिभाइभ भएर तल आफ्नो लुटमा आएको छ नि लुटलाई जम्का भेट भएको छ केटाहरू है ल दिलकुमारले अब एउटा किल हाने आज खतम गर केटा खतम गर सुशील कता गएको छन् रिभाइभ गर्न 3 नम्बर ल निखिल पनि रिभाइभ भयो है अब सुरु हुन्छ केटा पुष्पा दिलकुमार र सान्दै गइरहेको छ दिलकुमार हान ड्यामेज कम हुँदै गइरहेको छ नि कता गइरहेको छ 1v1 को च्यालेन्ज छ है केटाहरु ल विशाल दौडेर रस हान्न गएको छ नि विशाल के रस हाने हो यस्तो दिलकुमार पनि डाउन भयो आफै सुशील अगाडि गर्दा अगाडि जाँदैछन् अगाडि सुशीलले 5 किलो हाने 5 किलो 25 हाडे Unstoppable. दिलकुमार गाडी लिएर आयो उता हेर दुईजना स्कट डाउन भएर अब दुईजना स्कटमा दुईजना मात्रै बचेको छन् दिलकुमार र निखिल के अब रिभाइभ गर्न सक्ला नि त यिनी दुईटाले हेप्दै जानुहोस् गाइजहरू यिनीहरूले अब रिभाइभ गर्छन् कि नै आफ्नो टिममेटलाई रिभाइभ गर्न सक्छन् कि नै ल दिलकुमार अब रिभाइभ गर्नको लागि रिभाइभ पोइन्टमा जाँदै गरेको अनि अब एनिमी आइसक्यो है
आफ्नै गाउँले कमेन्ट्रीमा ल के आइन्दा गयो यस्तो अर्को एनिमी आइसक्यो Triple kill. त्यसैले अब आफ्नो कर्मल गर्दै एसिटीले हेरेर ल विशालको पनि खाता खुल्यो आफू पनि डाउन भएर खाता यति सानो जोनमा 19 जना छन् अब 19 जना कस्तो केटाहरू आलान् बुस गर्ने अन्त यति सानो जोन सुरु गयो अझ 19 जना छ बचाइरहन्छ यार सुशीलको अब सुशीलले आज म्याच दौड देखेर एसिटीको पावर देखाएर न सुशीललाई सबैले सुशील सुशील भन्नुमा यता जब